हेलो एभ्रिवान, आज चाहिँ म खाना खानको लागि बाहिर जाँदैछु र बाहिर चाहिँ म फर्स्टचोटि क्याम्प छोडेर जाँदैछु किनभने म आजसम्म क्याम्पबाट बाहिर हिँडेको छैन। सो दाइले चाहिँ आज मलाई पोर्क खुवाउँदै हुनुहुन्छ। अहिले हामी चाहिँ नेपाली होटेलमा जाँदैछौँ। फाइनली हामी नेपाली होटेल पनि पुगिसक्यौँ र दाइले पोर्कको मासु अर्डर गर्दै हुनुहुन्थ्यो तर पोर्क चाहिँ थिएन गाइस, र हामीले सल्लाह गऱ्यौँ के खाने। सो फाइनली हामीले फेरि राँगाका सुकुटी चाहिँ अर्डर गऱ्यौँ। एकदमै स्वादिष्ट थियो र भित्तामा देखेको नेपालको झन्डाले साह्रै मन छोयो र हामीले खुब इन्जोयसँग खाना खायौँ। सो गाइस, खाना पनि सकिसक्यो र दाजुभाइ हामी सल्लाह गर्दै फर्किँदैछौँ। थ्याङ्क यू गाइस।